हेलो गाइस, वेलकम ब्याक माई युट्युब च्यानल। फेरि बिहार स्वागत छ। र आज चाहिँ मैले चाहिँ मोमो बनाएर चाहिँ मोमो खान लाग्यो है। अब परदेशको ठाउँमा केही गर्नु पनि जस्तो सस्तो छ जेमा छ त्यसैमा चाहिँ मन भुलाएर आफ्नो चाहिँ जीविको उपार्जन गर्नुपर्छ र जे छ त्यसैमा नै सन्तुष्ट हुनुपर्छ भन्ने चाहिँ मेरो भनाइ छ। र आजको यो भ्लग चाहिँ के हो भने चाहिँ आज त म मोमो बनाएको छु र मोमो चाहिँ मैले कस्तो बनाएको छु भनेर चाहिँ म देखाउँदैछु है त। र सो यो चाहिँ मैले बनाएको मोमो हो है। यो चाहिँ मैले बनाएको मोमो हो। मसँग केही साधनहरू थिएन र मैले चाहिँ थालको प्रयोग गरेर चाहिँ मैले चाहिँ यसमा चाहिँ बनाएको थिएँ। थाललाई चाहिँ उल्टा गरेर त्यसलाई चाहिँ बेलन जस्तो के अरे के भन्छ त्यसलाई चक्ला के भन्छ त्यो रोटी बेल्ने बेलनको लागि त्यसलाई मैले युज गरेर चाहिँ त्यसलाई चाहिँ उल्टो बनाएर चाहिँ मैले त्यसलाई रोटी बनाएर त्यहाँ चाहिँ मैले यसमा गरेको छु। यो चाहिँ मैले चिकन मोमो बनाएको छु। चिकन मोमो बनाएर चाहिँ अब म चाहिँ स्टिम गर्नको लागि लिएर जाँदैछु र म चाहिँ खानेको भिडियो निकाल्दैछु। सो प्लिज लाइक एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला है त।